म सुनिल मनोत, CFO हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड। यो हुलास कंपनी गोल्छा अर्गनाइजेसन मध्येको एउटा कंपनी हो। उहाँसँग हामीले करिब 9 वर्ष पहिला स्टार्टिङ गर्नुभएको थियो अनलाइन बिलिङको लागि, सेल्सको लागि मात्रै। त्यो 2 वर्ष उहाँसँग हामीले त्यो सेल्स बिलिङको मात्रै काम गर्यो। त्यसमा उहाँको डेडिकेसन र उहाँको वर्किङ हेरेर त्यसपछि हामीले एकाउन्टिङ सफ्टवेयरमा गयो। डाइनामिकको जुन ERP सिस्टम छ त्यो इन्टिग्रेटेड छ। त्यसमा प्रोडक्सन, पर्चेज, सेल्स, इन्भेन्ट्री सबै राम्ररी म्यानेज गरेर राख्नु भएको छ। त्यो भएर यो सिस्टम चाहिँ इफेक्टिभ नै छ। अब ERP सिस्टम लगाउँदाखेरि र अर्को सिस्टममा, पहिलाको पुरानो सिस्टममा काम गर्दाखेरि धेरै डिफरेन्सेसहरू छ। एउटा त ERP गरेपछि हामीले आफ्नो हिसाबले जुन कस्टमाइज रिपोर्टहरू छ त्यो हामीले जेनेरेट गरेर बनाउन सकिन्छ। 3 जना छ भने 3 जनालाई डिफरेन्ट रिपोर्ट चाहियो भने त्यसमा इजिली त्यो कस्टमाइज गर्न सकिन्छ। त्यो एउटा राम्रो बेनिफिट भयो। अरू कुरा भयो, कुनै पनि रिपोर्ट चाहियो भने तुरन्त इमिडिएटली एभाइलेबल छ। नत्र फेरि म्यानुअल गर्दाखेरि त धेरै कुराहरू टाइम पनि लाग्छ अनि मेन डिपेन्डेन्ट पनि भयो। त्यो कुनै मान्छे भएन भने त निकाल्न गाह्रो हुन्छ। ERP भएपछि जोसुकै मान्छे भयो भने उसलाई थाहा भयो भने निकाल्न सकिन्छ। हाम्रो हुलास स्टिलमा मल्टिपल ब्रान्चेसहरूबाट हाम्रो बिलिङ भइरहेछ। त्यो बिलिङमा अब डिफरेन्ट ब्रान्चेस छ, डिफरेन्ट टिम छ। त्यसले गर्दाखेरि मल्टिपल प्रब्लम्सहरू पनि आउँछ। सुरुमा हामीले SAP सँग त्यो डाइनामिकको बिलिङलाई इन्टिग्रेसन गर्ने बेलामा बिलिङ पनि 1 दिन 1.5 दिन जति एकदम साह्रै डिस्टर्ब भयो। तर त्यो डाइनामिकको टिमले त्यो टाइम नहेरिकन इभन नाइटसम्म बसेर उहाँले इमिडिएटली रिजल्भ गर्नुभयो। कुनै पनि बेला त्यस्तो यो सेन्सिटिभ छ कि बिलिङहरू त काउन्टरमा कस्टमर बस्या हुन्छ, तर उहाँको कुनै त्यस्तो प्रब्लम आयो भने इमिडिएटली रेस्पोन्स गर्छ। एकदम रिकमेन्ड गर्छौँ कसैले पनि त्यो ERP लाई लगाउने हो भने वा अरू कुनै ठुलो इन्टरनेसनल सफ्टवेयरसँग इन्टिग्रेसन गर्ने हो भने त्यो डाइनामिकको टिम चाहिँ राम्रै छ, उहाँले राम्ररी नै गरिरहेछ।